पुसको महिना अनि पहाडहरूसँग फैलिएको बादलले निकै चिसो बनाइरहेको थियो। हाम्रो आजको स्वास्थ्य शिविरका लागि हाम्रो मौलाकालिका अस्पतालको टोली सिराइचुली हुँदै राङचुराङको लागि अगाडि बढ्दै थियो। स्थानीयवासीहरू आफ्नो दैनिकीमा फर्किँदै थिए। स्थानीयवासी र जनप्रतिनिधिहरूको भेटघाटसँगै हामी स्वास्थ्य शिविर गर्ने स्थान जनता आधारभूत विद्यालय राङचुराङतर्फ लाग्यौँ। चिसो निकै भए पनि स्थानीयवासी र बालबालिका विद्यार्थीहरू हाम्रो टिमको प्रतीक्षामा बसिरहेका थिए। कठ्याङ्ग्रिने जाडोसँग जुझ्दै गरेका बालबालिका र स्थानीयवासीहरूले आफ्नो मलिन अनुहारले हामीलाई स्वागत गरिरहेका थिए। यो चाहिँ इच्छा कामना एक स्थितको राङचुराङ हो। यो विद्यालयको जुन हामी अहिले उभिरहेको भूमि चाहिँ, अनि यता पारिपट्टि चाहिँ तपाईँको थापाङ भयो। अझै त भन्दा पारिपट्टि चाहिँ तिपाङ भन्दा पारिपट्टि अझै खैरेस, त्यो माथिल्लो बेल चाहिँ अलि च्याङटार, अनि यता पारिपट्टि यो हामी बसेको ठिक उल्टोपट्टि चाहिँ तपाईँको सैलिङ पर्छ। यता मास्तिर चाहिँ राजभोग पर्छ, अनि यता भाराङ माथि कोलभन्ज्याङ, भाराङ, ज्यानडाला, दिङलाङ, जौतेस, अझै मास्तिर चाहिँ तपाईँको उतातिर चाहिँ गारघर, ज्यानडाला, चौकी डाँडा हुँदै लगभग त्यतिको। आज कम्तीमा पनि 300-400 जना बिरामीहरूले चाहिँ यहाँको सेवा पाउनुहुनेछ आजको यो जुन शिविरबाट चाहिँ। 2 कोठा भएको विद्यालयको साँगो र पिँढीमा बन्दोबस्ती मिलाएर शिविरको काम सुरु गरियो। क्रमशः बिरामीहरूले आफ्नो आफ्नो समस्या मौलाकालिकाबाट गएको स्वास्थ्य कर्मीहरूसँग राख्नुभयो। कति भयो तपाईँलाई त्यस्तो भएको? हजुर अहिले हालसालै हो? छाती भारी हो नि, स्यास्या हुने छ कि छैन? छैन, 3 दिन मात्रै भयो? कार्तिकबाट हो? थोरै छाती सुन्छु ल एकचोटि है। के भएर आउनु भयो? कहाँ पेट दुख्छ? कता तल हो? यो भर्दो त कहिले लाटो हुन्छ, लाटो पनि हुन्छ, कहिले नचल्ने, तागत कम भयो जस्तो नि हुन्छ। तागतको त कम हुन्छ है। 79 लाग्नुभयो। 80मा लाग्यो भने अनि मुटु भनेको काथिम दुख्छ, माथि कि तल पेटमा? माथिको पेटमा दुख्छ। वाक उल्टी भएको छ कि छैन? मुटु दुख्ने, छाट्नु मन लाग्ने त्यस्तो हुन्छ। फेरि शिविरमा उपस्थित व्यक्तिहरूलाई निहाल्दा नेपालमा स्वास्थ्य शिक्षा, स्वास्थ्यसँगको पहुँचको वास्तविक तस्बिर झल्कन्थ्यो। यसैबीच हामीले इच्छा कामना गाउँपालिका प्रमुखसँग आफ्नो कार्यक्रमको बारेमा केही कुरा राख्न आग्रह गर्यौँ। नमस्कार, म दानबहादुर गुरुङ, इच्छा कामना गाउँपालिका अध्यक्ष। खास गरी इच्छा कामना गाउँपालिका र मौलाकालिका अस्पताल भरतपुर चितवन, हामी 2 पक्षको जुन एउटा सम्झौता छ, हामीले बेला बेलामा मौलाकालिका अस्पतालसँग इच्छा कामना अस्पतालले, हाम्रो अस्पतालले पनि विशेषज्ञ सेवाहरू लिइरहने, महिनाको एकचोटि चाहिँ हामी कोरिन्टारमा विशेषज्ञ सेवा लिन्छौँ भने कतै कतै जस्तो यस्तो विकट इच्छा कामनाको एउटा नम्बर 1 यो चाहिँ राङचुराङ एरिया, जौतेस, यो चाहिँ एकदमै विकट।
सबै अरू गाउँभन्दा यो चाहिँ अलिकति छुट्टै भूगोल, यहाँ आउन पनि कठिन भएको ठाउँ हो। यहाँ पनि एउटा सानो स्वास्थ्य शिविर गरौँ मौलाकालिका अस्पतालबाट चाहिँ भन्ने किसिमको हामी सहमति भएपछि यहाँ अहिले चाहिँ हाम्रो स्वास्थ्य शिविर भइरहेको छ र यो विद्यालयलाई चाहिँ उहाँ मौलाकालिका अस्पतालका जुन डाक्टर साहबहरू हुनुहुन्छ केशव भुर्ते लगायत उहाँहरूको चाहिँ टिमले चाहिँ हामी त्यहाँका बच्चाहरूलाई चाहिँ कस्तो छ अहिले जाडोको मौसम छ न्यानो कपडा पनि वितरण गर्छौँ भन्ने किसिमले उहाँहरूले चाहिँ जिज्ञासा राख्नुभएपछि मैले हुन्छ इच्छा कामनाको सबैभन्दा यो चाहिँ विगतमा भएको विद्यालय यहाँका चाहिँ अभिभावकहरूको बच्चाहरूलाई यहाँ चाहिँ न्यानो कपडा वितरण गर्दा राम्रो हुन्छ भनेर यहाँ अहिले उतापट्टि न्यानो कपडा पनि वितरण गर्ने कार्यक्रम रहेको छ र त्यो यहाँका अभिभावकहरूलाई खास गरी उपचार गर्न जान टाढा छन् र एउटा प्रारम्भिक किसिमको यहाँ चाहिँ डाक्टर साहबहरूलाई चाहिँ बोलाएर आएर उहाँले जुन चाहिँ यहाँ चेक जाँच गर्ने अथवा यहाँ त्यस्तो कुनै किसिमको चाहिँ रोगहरू उहाँहरूलाई छन् त्यहाँ चाहिँ यहाँबाट चाहिँ पत्ता लगाएर कुरिन्टार लैजानुपर्ने अथवा भरतपुर लैजानुपर्ने अवस्था भयो भने पनि त्यो चाहिँ जानकारी हुन्छ भनेर आज हामीले यहाँ स्वास्थ्य शिविर गरिरहेका छौँ। त्यसको लागि मौलाकालिका अस्पतालको चाहिँ टिम छ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र जो डाक्टरहरू आज यहाँ चाहिँ सेवा दिन आउनु भएको छ उहाँहरूलाई एकदमै सम्मान पनि व्यक्त गर्न चाहन्छु र यस्तै चाहिँ दूरदरारमा चाहिँ रहेका चाहिँ जनतालाई चाहिँ यसरी चाहिँ सेवा दिँदाखेरिमा हामी सबै खुसी हुन्छौँ र हाम्रो जुन अनुरोध छ त्यो अनुरोधलाई स्वीकारेर मौलाकालिका अस्पताल परिवारले जुन इच्छा कामनाको यो चाहिँ यहाँको यो जौतेस यसै गरी यो हाम्रो कोलभन्ज्याङ एरिया थाप्राङ एरिया यहाँ लगभग 200-300 घरधुरीहरू छन्। हाम्रो सानो स्वास्थ्य चौकी यहाँ चाहिँ भाराङमा छन् र त्यहाँ जान पनि यहाँबाट लगभग 2 घन्टा टाइम लाग्छ र त्यहाँ यहाँका चाहिँ सेवाग्राहीलाई यहीँ चाहिँ डाक्टर साहबहरू आउनु भएर उहाँहरूको चाहिँ चेक जाँच गर्ने रोगहरू पत्ता लगाउने भयो भने पक्कै पनि यो राम्रो हुन्छ भनेर हामीले महसुस गरेर यो कार्यक्रम यहाँ भइरहेको छ र यो विद्यालयमा चाहिँ हामीले चाहिँ यो जुन चेपाङ यहाँ चाहिँ धेरै जसो चेपाङ जातिका मान्छेहरू बसोबास गर्नुहुन्छ र यहाँ विद्यालय चाहिँ यहाँ 4 कोठाको विद्यालय थियो र विद्यालय जीर्ण भएको भूकम्पले थरथलिएको भएर यहाँ चाहिँ हामीले हाम्रो सिफारिसमा गाउँपालिकाको सिफारिसमा चाहिँ सङ्घीय सरकारले चाहिँ यहाँ एउटा 2 कोठे भवन चाहिँ बनाउँदै जाँदाखेरिमा गत वर्षको आर्थिक वर्षमा चाहिँ यो काम सम्पन्न हुन सकेको थिएन। हामीले पटक फेरि त्यहाँ दबाब दिएर अथवा त्यहाँ अनुरोध गरेर यो अहिले भवन निर्माण गर्ने काम पनि भइरहेको छ। स्थानीय व्यक्तिहरूसँग पनि भलाकुसारी गर्दा उहाँहरू निकै खुसी भएको अनुभूति हामीसँग साझा गर्नुभयो। मलाई त धेरै राम्रो लाग्छ क्या हजुरहरूले धेरै सुविधा दियो सुविधा दिएपछि हामीलाई यो गरिब जनताहरू अनि पढ्नुलाई पर्जा पार्टी चेपाङ पार्टी पढ्नुको लागि यतातिर ठेगाना एकदम ठेगाना भयो हजुरहरूलाई भन्दै मैले एकदम धेरै सुविधा गराएको हो नि। तपाईँहरूले भनेपछि मलाई पनि धेरै सुविधा लाग्यो। मैले मेरो पनि बुढो बालबच्चा छ पढाउनु मन छ हो नि है त्यो बालबच्चालाई पढाउने के गरेर पढाउने हजुरहरूको सिप दायित गर्ने तपाईँहरूले नै आस्था गरिदिने भन्ने कुरो त मेरो धेरै सहायता हो नि। चेक गर्नुभयो? गऱ्यो। औषधि ल्याउनु भयो? ल्या। के थियो तपाईँलाई समस्या? यो घुँडा झमझमाउने यहाँ घुँडाले उँधो झमझमाउने राति अलि निन्द्राको त मैले भने नै निन्द्रा पनि अलिक पाउँदैन सर त्यति हो। औषधि दिनुभयो नि उहाँहरूले? दियो होइन अरू त्यो राति अलि निन्द्रा नपाउँदाखेरि त्यो मात्रै हो। कहिले पाउँछ कहिले पाउँदैन निन्द्रा। यहाँ आएर सेवा दिएको राम्रो लाग्यो। अब यस्तो नजिकमै सेवा सुविधा पाउँदा एकदम खुसी लाग्छ। यहाँ त्यस्तै प्रेग्नेन्टहरू अनि त्यस्तै अब टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने चिसो मौसममा त्यस्तै धेरै बिरामीहरू छन्। तर यस्तो बिरामीहरू त गाउँमा आएर सेवा सुविधा गर्दा हामीलाई धेरै खुसी लाग्छ। टाढा धाउन परेन, चेक गर्नको लागि हामी तल बजार झर्न परेन, हामी गाउँमै चेक गर्न पायो, धेरै खुसी लाग्छ।
स्वास्थ्य शिविरसँगै जनता आधारभूत विद्यालयका विद्यार्थी बालबालिकाहरूलाई कपडा वितरणको लागि लामबद्ध भएका भाइ बहिनीहरूले हामीलाई राष्ट्रिय गानसँगै स्वागत गर्नुभयो। विशेष गरी चेपाङ समुदायको बस्ती रहेको यस क्षेत्रमा सेवा सुविधा दिन पाउँदा निकै खुसी लागे पनि गरिबीको कारण स्वास्थ्य र शिक्षा क्षेत्रबाट निम्न वर्गीय समुदायको बढ्दो दूरीको गम्भीर सङ्कटको तस्बिर बोकेर हामी यहाँबाट फर्कियौँ।